जो व्यक्तिको जन्मकुण्डलीमा सूर्य र चन्द्रमा सँगै छ भने त्यसलाई दुई ग्रह योग भन्छ है। सूर्य र चन्द्रमा हुने मान्छे चाहिँ यो यन्त्र मसिनहरूको काम गर्यो भने उसलाई एकदमै राम्रो हुने, गाडीहरू चलायो भने पनि राम्रो हुने, कुनै मिसिन मिलहरू राख्यो भने पनि राम्रै हुने हुन्छ। अनि यो मान्छे चाहिँ कस्तो हुन्छ भने श्रीमतीले चाहिँ भनेको फिटिक्कै मान्दैन। सूर्य र चन्द्रमा एकै ठाउँ हुने मान्छेले श्रीमतीको लागि एकदम अप्ठ्यारो हुन्छ, गाउँघर छरछिमेकको लागि चाहिँ एकदम हल्का भएको हुन्छ। त्यसलाई भन्छ स्त्री जित क्या। झुटो नीतिहरू रहित हुन्छ भनेर भनिएको छ। दयालु पनि हुन्छ, पराक्रमी पनि हुन्छ र हलुको चित्त भएको, हल्का छाया भएको व्यक्ति हुन्छ। ज्योतिषमा के लेखिएको छ भन्दा यस्तो योगलाई स्त्री जित कुट धर्मा च दुर्विनीतो दया दृढ विक्रमी लघुचेताश्चा सूर्य चन्द्र समागमे भनेर ज्योतिषशास्त्रमा उल्लेख गरेको पाइन्छ।